त्यो माथि देखिएको रामचे डाँडा। अब सर घुम्दाखेरि यो देखिएको मुसुरी डाँडा। यो चाहिँ पहिले द्रोणराज रेग्मीको आँगन मानिँदैछ। घर चाहिँ पछि अरूले बनाए, अजिरमान विश्वकर्माले किनेर। ल यो पल्लो घर त पुरानै घर होइन र? त्यो द्रोणराज रेग्मीको पुरानै घर होइन त्यो पल्लो? द्रोणराज रेग्मीको पुरानो घर यहाँ थियो, फेरि भत्केर पछि बनाइएको। पहिले यहाँ थियो, यता त दोकान थियो, यता अर्को ग्वाली थियो। अनि यो ठाउँमा मलाई आउनु मन परेर आएको। पहिले म द्रोणराज रेग्मीको दोकान थियो, मेरो बुवा आमा र द्रोणराज रेग्मीहरूको राम्रो सम्बन्ध थियो। अनि यहाँ आउनु मनपर्छ। द्रोणराज रेग्मीको छोराको नाम गिरिजा प्रसाद रेग्मी, अनि बोजराज रेग्मी, अनि इन्द्र रेग्मी र विनोद रेग्मी, 4 जना थिए। छोरीहरू एउटाको नाम गीता रेग्मी, एउटाको नाम सीता रेग्मी। सीता रेग्मी कुमार आचार्यसँग बिहे भयो। त्योभन्दा मुनिको बहिनीहरूको नाम थाहा भएन। ल यहाँ आएको मलाई गजब लाग्यो। यहाँ तलतिर पहिले प्र्यागदत्त रेग्मी थिए, अहिले यो घर कसको हुन् थाहा भएन, विश्वकर्माहरूको हुन् कि नेवारहरू हुन् थाहा भएन। त्यो चाहिँ मार्सेवन, त्यो जङ्गल। ल ल ल पाहुना दौरो आयो है। ओ भाले काट्नुस्, भालेको सुप खानुपर्छ। को पाहुना आयो भन्नुहुन्छ? भाले काट्नु, भाले।